साथीहरु गुड मर्निङ। तपाईहरुलाई आज म आइएसएलएम मोडल अन्तर्गत एलएम कर्वको डेरिभेसन लिएर आएको छु। यसरी एलएम कर्वको अर्थतन्त्रको मौद्रिक क्षेत्र मुद्रा बजार सन्तुलन प्रस्तुत गर्ने विभिन्न ब्याज दर र आम्दानीको संयोगहरूको बिन्दु पथलाई चाहिँ एलएम कर्व भनिन्छ। एलएम कर्व भनेको मनी डिमान्ड र मनी सप्लाई, एलएम को मनी डिमान्ड र मनी सप्लाईको चाहिँ एउटा यस्तो कर्व हो जसले चाहिँ मौद्रिक क्षेत्र मनी मार्केट इक्विलिब्रियम देखाउँछ र जसमा चाहिँ हामीले ब्याज दर र नेसनल इन्कमको विभिन्न संयोगहरूको बिन्दु पथलाई जोड्दाखेरि चाहिँ एलएम कर्व प्राप्त गर्न सक्छौं। जस्तो एलएम कर्व चाहिँ के हुन्छ भने यतापट्टि हामीले ब्याज दर, यतापट्टि नेसनल इन्कम राख्छौं र यसरी ब्याज दर र नेसनल इन्कमका विभिन्न कम्बिनेसनहरू जोड्दाखेरि चाहिँ एउटा चाहिँ एलएम कर्व चाहिँ प्राप्त हुन्छ साथीहरु है। यसरी यहाँ मैले उल्लेख पनि गरेको छु अर्थतन्त्रको मौद्रिक क्षेत्रको सन्तुलन चाहिँ प्रस्तुत गर्ने मनी मार्केट इक्विलिब्रियम देखाउने ब्याज दर र राष्ट्रिय आम्दानीका संयोगहरूको बिन्दु पथलाई एलएम कर्व भनिन्छ। एलएम रेखाको प्रत्येक बिन्दुले मुद्राको माग र मुद्राको सप्लाई बराबर रहेको देखाउँछ, मनी सेक्टर इक्विलिब्रियम देखाउँछ। अब यो एलएम कर्वको यो प्रत्येक पोइन्टमा चाहिँ मनी डिमान्ड र मनी सप्लाई चाहिँ बराबर हुन्छ भन्ने मान्यता राखिएको छ। अब पहिलो यो भन्दा अघिल्लो भिडियोमा हामीले आइएस कर्वको डेरिभेसन देखाएको थियौं भने अब यसमा चाहिँ हामीले एलएम कर्वको डेरिभेसन देखाउँदै छौं साथीहरु है। डेरिभेसन अफ एलएम कर्व इक्वेसन है। एलएम को डेरिभेसन किन्सको मुद्राको मागसँग सम्बन्धित अवधारणामा आधारित छ। किन्सको अनुसार चाहिँ अर्थतन्त्रमा मुद्राको माग चाहिँ कारोबार माग, एउटा ट्रान्जेक्सन मोटिभ, एउटा स्पेकुलेटिभ मोटिभ सट्टेबाजी माग र एउटा पूर्व सतर्कताको लागि भनेको प्रिकसनरी मोटिभ गरेर तीनले चाहिँ अर्थतन्त्रमा चाहिँ मुद्राको माग गरिन्छ। एउटा कारोबार माग, ट्रान्जेक्सन डिमान्ड, एउटा सट्टेबाजी र एउटा पूर्व सतर्कता है। यसलाई चाहिँ हामीले टोटल मनी डिमान्ड इक्वल्स टु ट्रान्जेक्सन मोटिभ डिमान्ड, ट्रान्जेक्सन डिमान्ड फर मनी, त्यसरी प्रिकसनरी, त्यस्तै गरी स्पेकुलेटिभ डिमान्ड फर मनी है। एमडी भनेको कुल माग भयो, एमटी कारोबार माग भयो, एमपी प्रिकसनरी भनेको पूर्व सतर्कता भयो, एउटा सट्टेबाजी। यसरी तीन किन्सले के भन्नुहुन्छ भने अर्थतन्त्रमा चाहिँ मुद्राको डिमान्ड चाहिँ के को लागि हुन्छ भन्दा एउटा कारोबार गर्न दैनिक कारोबार सञ्चालन गर्नको लागि, एउटा पूर्व सतर्कता भविष्यमा कुनै हैन संकट वित्तीय समस्याहरू आइपर्छ कि भनेर त्यो पूर्व सतर्कताको लागि पनि राखिन्छ भने सट्टेबाजी भनेको यसरी ब्याज दरमा भएको चेन्जेसलाई चाहिँ बाट चाहिँ नाफा आर्जन गर्नको लागि चाहिँ एउटा चाहिँ सट्टेबाजी माग गरेर तीन किसिमले गर्न सकिन्छ। ट्रान्जेक्सन डिमान्ड र प्रिकसनरी, एमटी र एमपी चाहिँ आम्दानीमा भर पर्छ हैन। जस्तो इन्कम बढ्दाखेरि ट्रान्जेक्सन कारोबार माग गर्ने र मुद्राको माग पनि बढी हुन्छ। त्यस्तै गरी प्रिकसनरी भविष्यको लागि चाहिँ सतर्कता, भविष्यको लागि राख्ने कुरा पनि आम्दानी बढ्यो भने, यदि इन्कम बढ्यो भने यो दुईटै कुराहरू एमटी र एमपी दुवै कुराहरू चाहिँ बढ्ने गर्दछन्। यहाँसम्म साथीहरु केही कन्फ्युजन छैन जस्तो लाग्छ मलाई। अब हामीले डेरिभेसन गर्दैछौं। डेरिभेसनमा चाहिँ पहिलो कुरो चाहिँ एउटा एमडी इक्वल्स टु एमटी प्लस एमपी प्लस एमएसपी गरिन्छ हैन। किनभने किन्सको अनुसार चाहिँ मुद्राको माग चाहिँ तीन किसिमले हुने गर्दछ, कारोबार माग, पूर्व सतर्कता माग र सट्टेबाजी माग। अब त्यस्तै गरी तपाईको एमटी ट्रान्जेक्सन डिमान्ड र प्रिकसनरी चाहिँ
आम्दानीमा प्रत्यक्ष रूपमा भर पर्ने हुनाले एमटी इक्वल्स टु फङ्सन अफ वाइ, एमपी इक्वल्स टु पनि फङ्सन अफ वाइ पोजिटिभ हुन्छ है। यो चाहिँ सकारात्मक सम्बन्ध हुन्छ। त्यस कारणले एमटी यो दुईटैलाई चाहिँ हामीले ट्रान्जेक्सन डिमान्ड फर मनी र प्रिकसनरी कारोबार माग र पूर्वक्षेत्रका मागलाई चाहिँ टोटलमा यो दुईटै आम्दानीमा भर पर्ने भएकोले यी दुईटैलाई चाहिँ संयुक्त रूपमा चाहिँ टोटलमा हामीले एमटी प्लस एमपी गरेर क्यापिटल एमटी है टोटल एमटी इक्वल्स टु स्मल एमटी प्लस एमपी गरेर चाहिँ हामीले ट्रान्जेक्सन र प्रिकसनरी जोडेर चाहिँ एउटा टोटल एमटी भनिन्छ। त्यस्तै गरी यो अर्को हामीले एउटा सट्टेबाजी माग भनेको थियौँ। सट्टेबाजी माग चाहिँ ब्याज दरसँग सम्बन्धित हुन्छ। यो चाहिँ ब्याज दरसँग विपरीत सम्बन्ध हुन्छ। ब्याज दर बढ्दाखेरि यो सट्टेबाजीको माग घट्छ र ब्याज दर बढ्यो भने चाहिँ ब्याज दर बढ्यो भने यो घट्छ र ब्याज दर घट्यो भने चाहिँ अहिले ब्याज दर घट्यो भने भविष्यकोलाई सट्टेबाजी गर्नको लागि चाहिँ के हुन्छ भने यसको डिमान्ड चाहिँ बढ्ने गर्दछ। यसरी यो चाहिँ नेगेटिभ है। एमपी इक्वल्स टु यो चाहिँ आर फङ्सन अफ आर भनेको ब्याज दरसँग सम्बन्धित हुन्छ एमएसपी, यो चाहिँ सट्टेबाजीमा र यो चाहिँ नेगेटिभ सम्बन्ध हुन्छ भनेर यहाँ चाहिँ मैले तपाईँहरूलाई उल्लेख गरेको छु। अब अहिलेसम्म हामीले दुईटा कुरा बुझ्यौँ। एउटा चाहिँ डिमान्ड फर मनी इक्वल्स टु एमटी प्लस एमपी प्लस एमएसपी गऱ्यौँ र एमटी र एमपीलाई चाहिँ यो राष्ट्रिय यो इन्कमसँग सम्बन्धित हुन्छ, त्यस कारण पोजिटिभ सम्बन्ध हुन्छ र एमएसपी चाहिँ यो स्पेकुलेटिभ चाहिँ सट्टेबाजी चाहिँ ब्याज दरसँग नेगेटिभ सम्बन्ध हुन्छ भन्ने कुरा बुझ्यौँ। र टोटल डिमान्ड फर मनी अब के गर्न सक्छ भने त्यो एमटी र एमपीको टोटल एमटी भयो र एमएसपी भयो। अहिले चाहिँ अब यो दुईटा जोड्दाखेरि चाहिँ टोटल मनी डिमान्ड आउँछ भन्ने कुरा चाहिँ हामीले उल्लेख गरेका छौँ। अनि त्यस्तै गरी एमटी भनेको यो जुन अघि हामीले निकाल्यौँ ट्रान्जेक्सन र प्रिकसनरी त्यसलाई चाहिँ के कसरी पनि उल्लेख गर्न सकिन्छ भने के इन्टु वाइ, के भनेको फ्र्याक्सन अफ इन्कम हेल्ड इन फर्म अफ लिक्विडिटी, यसरी तरल सम्पत्तिको रूपमा तरलताको रूपमा चाहिँ राख्नुपर्ने एउटा आम्दानीको एउटा निश्चित हिस्सा के भयो यो। अनि त्यस्तै गरी लेभल अफ के पर्सेन्ट भनौँ न के पर्सेन्ट भयो, त्यस्तै गरी वाइ चाहिँ लेभल अफ इन्कम भयो। जति इन्कम हुन्छ जस्तो 25 जस्तो 100 रुपियाँ इन्कम छ भने के चाहिँ कन्स्टेन्ट भ्यालु 25% छ भने के को 100 को 25% 25 रुपियाँ चाहिँ हामीले चाहिँ यो चाहिँ एमटी यो लिक्विडिटीको रूपमा राख्नुपर्ने मनीको अमाउन्ट आउँछ भनेर हामीले बुझ्न सक्छौँ है। त्यो चाहिँ एउटा कन्स्टेन्ट हो। यति पर्सेन्ट यति भन्ने हुन्छ इन्कमको कति पर्सेन्ट चाहिँ लिक्विड फर्ममा राख्ने हैन भन्ने कुरा हो। यो त्यति गाह्रो विषय छैन साथीहरू। त्यस्तै गरी अब हामीले एउटा सट्टेबाजी मागलाई को चाहिँ एउटा इक्वेसन डिराइभ गर्नुपर्छ। द स्पेकुलेटिभ डिमान्ड फर मनी इज एक्सप्रेस्ड एज सट्टेबाजी मागको लागि एमएसपी भयो, त्यसमा चाहिँ एल माइनस आइआर है। एल भनेको पहिला हामीले इन्भेस्टमेन्टमा इन्ड्युस्ड अटोनोमस इन्भेस्टमेन्ट गरे जस्तै यसमा नि एल बार भनेको अटोनोमस सट्टेबाजी माग भयो एमएसपी भयो। त्यस्तै गरी आई भनेको रेट अफ यो स्मल आई भनेको इन्ट्रेस्ट रेट इलास्टिसिटी अफ एमएसपी हैन र आर भनेको ब्याज दर भयो है। यो चाहिँ इन्ट्रेस्ट रेट इलास्टिसिटी अफ एमएसपी भनेको चाहिँ सट्टेबाजी मागको चाहिँ ब्याज दर लचकता है। ब्याज दरमा भएको चेन्जेसले चाहिँ सट्टेबाजी मागमा के कस्तो परिवर्तन ल्याउँछ भनेर यो चाहिँ यो आईले चाहिँ हेर्ने गरिन्छ है। अब यसलाई पनि हामीले एमएसपी इक्वल टु एल बार माइनस आइआर भनेर लेख्न सक्छौँ है। अब हामी अन्तिममा आइसक्यौँ। टोटल डिमान्ड फर मनी भनेको ट्रान्जेक्सन र प्रिकसनरीको एमटी र सट्टेबाजीको एमपी भयो। अब एमटी कस्ट अघि हामीले फ्र्याक्सन अफ यो इन्कम है के इन्टु वाइ अघि माथि निकालेका छौँ। त्यस्तै गरी एमएसपी चाहिँ एल बार माइनस आइआर अघि भर्खर डिराइभ गऱ्यौँ। टोटल मनी डिमान्ड चाहिँ इक्वेसन यो भयो। त्यसै गरी मुद्रा प्रदायलाई केन्द्रीय ब्याङ्कले चाहिँ स्वतन्त्र रूपमा निर्धारण गर्ने एउटा नीतिगत चरको रूपमा लिन्छ, जसलाई चाहिँ निश्चित समयको लागि स्थिर मानिन्छ। त्यसरी मनी सप्लाई इक्वल्स टु एम बार भयो है।
मनी सप्लाई चाहिँ केन्द्रीय ब्याङ्कले निर्धारण गर्ने र नीतिगत चरको रूपमा लिने हुनाले चाहिँ यो चाहिँ एमएस मनी सप्लाई इक्वल्स टु एम बार भनेर यहाँ उल्लेख गरेका छौँ। अब त्यस्तै गरी तपाईको अब मार्केट इक्विलिब्रियमको लागि के हुनुपर्छ भन्दा मनी डिमान्ड र मनी सप्लाई बराबर हुनुपर्छ। अब मनी डिमान्डमा हामीले एमडी इक्वल्स टु केवाई प्लस एल बार माइनस आइआर अघि भर्खर डिराइभ गरेका छौँ, त्यो यहाँ राख्नु पर्यो साथीहरू हैन। यो यतापट्टि राख्नु पर्यो र मनी सप्लाई भनेको केन्द्रीय ब्याङ्कले नियन्त्रण गर्ने नीतिगत चर हो, यो एम बार आयो। अब केवाई इक्वल्स टु यो प्लस यता जाँदा माइनस भयो, अनि यसलाई वाईको मात्र निकाल्दा यो के मल्टिप्लाईमा छ, यहाँ डिभाइडमा गयो हैन। यो चाहिँ के चाहिँ मल्टिप्लाई भएको डिभाइडमा आयो। अब हामीले यहाँ हेर्नु पर्यो साथीहरू है, मैले यो बक्स बनाएको ठाउँमा हेर्नु होला। हाम्रो इक्वेसन के आयो भने साथीहरू एम बार माइनस एल बार बाई के अनि आइआर बाई के। अब यहाँनिर चाहिँ वाई इन्कम भयो, आर इन्ट्रेस्ट रेट भयो है। अब यहाँ चाहिँ के देखाउँछ भने इन्ट्रेस्ट रेट बढ्दाखेरि इन्कम पनि बढ्छ, किनभने पोजिटिभ रिलेसनसिप देखियो है, प्लस आर प्लसमा छ। यदि आर बढ्यो भने इन्कम पनि बढ्छ, त्यसकारणले चाहिँ ब्याज दर र राष्ट्रिय आम्दानी बिच चाहिँ सकारात्मक सम्बन्ध छ। त्यसकारणले चाहिँ एलएम कर्भ चाहिँ के हुन्छ, सकारात्मक सम्बन्ध भएको कारणले गर्दा एलएम कर्भ चाहिँ अपवार्ड स्लोपिङ हुन्छ। यसरी ब्याज दर र राष्ट्रिय आम्दानी बिच चाहिँ सकारात्मक सम्बन्ध भएको हुनाले ब्याज दर र यतापट्टि इन्ट्रेस्ट रेट, यतापट्टि इन्कम राष्ट्रिय आम्दानी छ भने एलएम कर्भ चाहिँ अब पोजिटिभ, जस्तो आर यति हुँदा राष्ट्रिय आम्दानी यति हुन्छ, ब्याज दर बढ्यो भने नेसनल इन्कम पनि बढ्दै जान्छ। यसरी यसले चाहिँ देखाउँछ है साथीहरू। त्यसकारणले यो दुईटा चाहिँ पोजिटिभ रिलेसनसिप भयो है। अब यो माथिको इक्वेसनले चाहिँ एलएम कर्भ प्रस्तुत गर्दछ, जसले चाहिँ मुद्रा बजार सन्तुलन प्रस्तुत गर्दै ब्याज दर र राष्ट्रिय आम्दानी बिचमा सकारात्मक सम्बन्ध हुन्छ भन्ने कुरा देखाउँदछ है। अनि अब हामीले चाहिँ यो एलएम कर्भको चाहिँ ग्राफिकल डेरिभेसनलाई चाहिँ निम्नानुसार उल्लेख गर्न सक्छौँ है साथीहरू। मैले अब हजुरहरूलाई यहाँ देखाउँदैछु। अब यो पनि पहिला हामीले आइस कर्भमा गरे जस्तै फोर प्यानल डायग्राम चाहिँ हो है। अब यो ए, यो बी, यो सी, यो डी छ है साथीहरू। अब यहाँ हेरौँ त, तपाईको ए प्यानलमा ब्याज दर R1 हुँदा ए प्यानलमा ब्याज दर R1 हुँदाखेरि यो चाहिँ प्यानल एले स्पेकुलेटिभ डिमान्ड फर मनी देखाउँछ साथीहरू हैन। यहाँ चाहिँ एमएसपी र इन्ट्रेस्ट रेट राखिएको छ। यो दुईटाको चाहिँ नेगेटिभ रिलेसनसिप हुन्छ भनेर अघि नै हामीले अध्ययन गर्यौँ। प्यानल बीले चाहिँ टोटल मनी डिमान्ड देखाउँछ। प्यानल बीले टोटल मनी डिमान्ड देखाउँछ। यसमा चाहिँ मनी डिमान्ड मनी सप्लाईको देखाउँछ। त्यस्तै प्यानल डीले चाहिँ प्यानल सीले चाहिँ यो चाहिँ ट्रान्जेक्सन डिमान्ड फर मनी देखाउँछ। त्यस्तै गरी प्यानल तपाईको प्यानल डीले चाहिँ एलएम कर्भको डेरिभेसन देखाउँछ, जुन अपवर्ड स्लोपिङ छ। अब साथीहरू यहाँ त हजुरहरूले हेर्न सक्नुहुन्छ, ब्याज दर R1 हुँदाखेरि एमएसपी 1 चाहिँ सट्टेबाजी माग भयो। यसैको करस्पोन्डिङ माथि जाँदा ट्रान्जेक्सन डिमान्ड फर एमटी 1 भयो। त्यस्तै गरी यसको करस्पोन्डिङमा यहाँ चाहिँ
इन्कम यति भयो। त्यस्तै गरी यो चाहिँ करस्पोन्डिङ यता आउँछ र यो आर पनि करस्पोन्डिङ यता जाँदा एउटा पोइन्ट चाहिँ यहाँ तपाईँको एउटा पोइन्ट चाहिँ यहाँ चाहिँ एलएम कर्भको एउटा पोइन्ट प्राप्त हुन्छ। त्यस्तै गरी ब्याज दर घटेर R2 हुँदाखेरि MSP2 भयो, यसैको करस्पोन्डिङ माथि पुग्यो र यसैको करस्पोन्डिङ ट्रान्जेक्सन डिमान्ड M2 यति पुग्यो, यसैको करस्पोन्डिङ यहाँ आउँदाखेरि इन्कम यति भयो, M2 यति भयो। त्यस्तै यसको करस्पोन्डिङ सिधा तल आउँदा र यो घटेको ब्याज दरको करस्पोन्डिङ यता आउँदा यता अर्को पोइन्ट चाहिँ प्राप्त गर्यो र यी दुईटा पोइन्टहरू जोड्दा चाहिँ अपवर्ड स्लोपिङ एलएम कर्भ चाहिँ हामीले प्राप्त गर्न सक्छौँ। साथीहरू यसमा केही कन्फ्युजन छ जस्तो लाग्दैन मलाई। हामीले यतापट्टि ट्रान्जेक्सन डिमान्ड फर मनी, यता एमएसपी, यता इन्ट्रेस्ट रेट, यता एमएसपी, यता एमटी, यता वाई, यता इन्ट्रेस्ट रेट र यता वाई छ है। अब सुरुमा ब्याज दर R1 हुँदा MSP1 यति भयो, ब्याज दर यसैको करस्पोन्डिङ माथि पुग्यो, यसैको करस्पोन्डिङ यहाँसम्म आइपुग्यो है साथीहरू। र यो R1 को पनि यता आउँदाखेरि यहाँनिर इन्टरसेक्ट भयो, ब्याज दर घटेर यति हुँदाखेरि यसैको करस्पोन्डिङ माथि यहाँ यति भयो, यति पुग्यो, यता गयो र यसैको करस्पोन्डिङ इन्कम Y2 भयो। यही ब्याज दर यहाँ आउँदै यहाँनिर भएर यो दुईटा पोइन्ट जोड्दाखेरि चाहिँ साथीहरू एलएम कर्भ चाहिँ निस्कियो है। एलएम कर्भ चाहिँ हामीले डिराइभ गर्न सक्यौँ। अब हजुरहरूलाई मैले यसको एक्सप्लानेसन पनि लेखिदिएको छु। रेखाचित्रको प्यानल एमा स्पेकुलेटिभ डिमान्ड फर मनी भयो हैन। त्यस्तै गरी प्यानल बीले चाहिँ टोटल मनी डिमान्ड देखायो, प्यानल बीले चाहिँ टोटल मनी डिमान्ड देखायो। त्यस्तै गरी प्यानल सीले ट्रान्जेक्सन डिमान्ड फर मनी र प्यानल डीले मार्केट इक्विलिब्रियम सोच गरेको सोच एलएम कर्भ भनेको छ। यसरी अर्थतन्त्र सुरुवातमा R1 ब्याज दर हुँदाखेरि MSP1 सट्टेबाजी माग रहेको र प्यानल एले देखाउँछ है। R1 ब्याज दर हुँदाखेरि MSP1 देखायो हुँदा MSP1 सट्टेबाजी माग रहेको प्यानल देखाउँछ। मुद्रा बजार सन्तुलनको निमित्त MSP1 सट्टेबाजी माग हुँदा कारोबार माग चाहिँ MT कारोबार माग चाहिँ तपाईको MT1 रहेको छ। MSP1 हुँदा MT1 रह्यो, यसैको करस्पोन्डिङमा तपाईको MT1 हुने र प्यानल बिल वस्तु गर्छ। MT कारोबारको लागि मागको निमित्त Y1 इन्कम आवश्यक पर्ने र प्यानल सीले देखाउँछ। यस प्रकार ब्याज दर र राष्ट्रिय आम्दानीको समयको बिन्दु जे प्राप्त हुन्छ, जुन प्यानल डीमा चाहिँ हामीले यहाँ बिन्दु जे प्राप्त गर्यौं। यहाँ चाहिँ प्यानल हामीले साथीहरु यहाँ चाहिँ जे प्राप्त गर्यौं। त्यस्तै गरी ब्याज दर घटेर R2 हुँदाखेरि यसैको करस्पोन्डिङ हामीले अर्को यहाँ चाहिँ यो R2 को करस्पोन्डिङ र Y इन्कमको करस्पोन्डिङ गर्दा यहाँ चाहिँ के पोइन्ट प्राप्त गर्यौं। यी दुईटालाई जोड्दाखेरि चाहिँ अपवर्ड स्लोपिङ एलएम कर्भ प्राप्त गर्यौं हैन। यहाँ चाहिँ ब्याज दर र राष्ट्रिय आम्दानी चाहिँ बीच सकारात्मक सम्बन्ध हुन्छ। ब्याज दर बढ्दा बढ्छ घट्छ हैन। यसलाई चाहिँ हामीले एलएम कर्भ भनेर भन्न सक्छौं साथीहरु है। यही नै एलएम कर्भ हो हैन। जेकेलाई जोड्दाखेरि अपवर्ड स्लोपिङ जसलाई एलएम रेखा भनिन्छ। एलएम रेखाले मुद्रा बजार सन्तुलन प्रस्तुत गर्दै ब्याज दर र राष्ट्रिय आम्दानी धनात्मक सही पोजिटिभ सम्बन्ध रहेको हुन्छ भन्ने कुरा चाहिँ देखायो। एलएम कर्भको सम्बन्धमा साथीहरुले सायद बुझ्नु नै भयो होला हैन। एलएम कर्भ चाहिँ यसले चाहिँ मोनेटरी सेक्टर इक्विलिब्रियम देखाउँछ। ब्याज दर र राष्ट्रिय आम्दानी बीच चाहिँ यसमा सकारात्मक सम्बन्ध हुन्छ र एलएम कर्भको प्रत्येक पोइन्टले चाहिँ के हुन्छ भने मनी सप्लाई र मनी डिमान्ड चाहिँ बराबर भएको प्रस्तुत गर्दछ। र यो सँगसँगै अब हाम्रो अर्को एउटा इम्पोर्टेन्ट टपिक चाहिँ जेनरल इक्विलिब्रियम अफ इकोनोमी छ। यो आइएसएलएम मोडल अन्तर्गतको एकदम महत्त्वपूर्ण क्वेशन पनि हो। यसलाई चाहिँ हामीले अर्को भिडियोमा चर्चा गर्नेछौँ साथीहरु। र भिडियो राम्रो लाग्यो भने सब्स्क्राइब गर्न नभुल्नु होला, हामीसँग जोडिन नभुल्नु होला। हामीले प्रत्येक दिन जस्तो एउटा भिडियो लिएर उपस्थित हुन्छौँ र जुन बैंकिङ तयारीको लागि हजुरहरूलाई चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ भन्ने आशा र अपेक्षा गर्दछु। हस्, धन्यवाद।